हेलो सबैलाई नमस्कार। आज हामी यस दुप्चेश्वर गाउँपालिका नुवाकोटमा आएका छौँ। जुन दुप्चेश्वर गाउँपालिका नुवाकोटको यस धार्मिक स्थल असाध्यै रमणीय, असाध्यै प्रख्यात, काठमाडौँबाट लगभग 50 किलोमिटर अगाडिको नजिक र सबैले मन पराउने अथवा यस माडीमा मायाको कुराहरू पाइन्छ भन्ने विश्वासले सबै भक्तजनहरू आउने गरेको पाइन्छ। त्यस कारणले गर्दा आज हामी यस दुप्चेश्वर मन्दिर परिसरमा आएर घुम्ने प्रयास गऱ्यौँ र आयौँ पनि। र त्यसै गरी म तपाईँहरूलाई यस दुप्चेश्वरको सम्पूर्ण ठाउँ देखाउँदैछु। हामी पहिला दुप्चेश्वरको भ्यू हेऱ्यौँ र हेर्दै गर्दा यो प्रवेशद्वार, यसमा दुईवटा लाइन छ, एउटा जाने र एउटा फर्किने दुईवटा छ, हेर्न सक्नुहुन्छ। दुप्चेश्वरको प्रवेशद्वारबाट हेर्दाको तलको रमणीय स्थल के कस्तो छ हेर्न सक्छौँ। अनि लोकल फर्सीहरू व्यक्तिमा राख्नुभएको छ। त्यहाँका स्थानीय बासिन्दाहरूले एकदमै सस्तो अर्ग्यानिक खाना पनि सकिने दुप्चेश्वर महादेवको माला आशीर्वाद लिइसकेपछि हामी लिएर जान सक्छौँ। यी हेर्नुहोस्, घाँटीमा लगाउने विभिन्न किसिमका माला पहिरनहरू पाउन सक्छौँ। त्यसै गरी हामी महादेवको मन्दिरमा प्रवेश गर्दै गर्दा पानीका धारा छन्, जुत्ता चप्पल राख्नेको व्यवस्था गरिएको छ। त्यो हामीले जुत्ता चप्पल राखेर मन्दिरको धेरै नजिक आइपुग्यौँ। एकदम सुन्दर बनाइएको भर्याङहरू हेर्न सक्नुहुन्छ। जो बाटो हेरेर जान सक्छौँ। पाखामा भए पनि एकदम सुरक्षित, एकदम बार लगाइएको सुरक्षित तरिकाले मन्दिरमा प्रवेश गर्न सक्छौँ। सबभन्दा रमणीय त के छ भने एकदम पाखा भित्तामा राम्रो सुरक्षित बाटो, शीतल हावापानी, एकदम चिसो गर्दै हामी माथि उहाँ पूजा गर्दै हुनुहुन्छ। हाम्रो सुसँग हेर्न सक्नुहुन्छ। पूजा गर्नुको साथसाथै प्रवेश गर्छौँ। तल घन्टहरू बजाएर मुख्य मन्दिर प्रवेशद्वार र माथिको सबभन्दा उच्च स्थानमा छ। यो प्रवेश गरिसकेपछि हामी आफूले सोचेको कुराहरू माग्दै पूजा गर्दै यहाँको त मुख्यतः एउटा गाउँमा गाई हाल्दै गर्दा यहाँ गाउँको मान्छेले खोज्दै गर्दा गाईले दुध चढाएर बसिरहेको धार्मिक आस्था रहेको रहेछ। तपाईँले देख्न सक्नुहुन्छ। उक्त ठाउँमा देखिएको जो ढुङ्गा छ एकदमै हेर्नुहोस्, यो असाध्यै पुरातात्विक सम्पदाको निम्ति सकिन्छ। साथै यस्तो पाखामा यस्तो ढुङ्गा छ, शिवको रूप छ, यो जसमाथि गाई बसेर दुध त्यहाँबाट कन्टिन्यू बगिरहेको भन्ने विश्वास छ। जसले गर्दा धार्मिक आस्था अनुसार यहाँ चाहिँ सबैले मान्ने सम्मान गर्ने गर्छन्। सबैले जय जयकार गर्ने गरिएको छ। हामीले सबैले मान्ने गर्छौँ। तपाईँले हेर्न सक्नुहुन्छ। यसरी नै हामीले यहाँ आएर पूजा गऱ्यौँ, पूजा गर्दैछौँ। यहाँ गाईको दुध लगायत सबै चिजहरू, विविध प्रसादहरू चढाउने गर्छन्। तर एउटा रोचक कुरा के लाग्यो भने हामी हरेक मन्दिरमा गएपछि नरिवलको दानाहरू उठाउने गर्छौँ। तर यहाँ चढाएर फर्किनु पर्ने थियो। दुध चढाएको सबै चढाउनु अब त्यसरी चढाइन्छ। दुध चढाउनको लागि चढिरहेका छौँ। मैले पनि चढाएँ, मेरो म्याडमले चढाउनु भयो। त्यसरी थुप्रै मान्छेहरू हुनुहुन्छ भने त्यहाँ माथिबाट हेर्दा मन्दिरबाट हेर्दाको दृश्य तलको तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ। माथि मन्दिरबाट हेर्दा यस्तो किसिमको देखिन्छ। पूजा गर्दा त्यसपछि हामीले एउटा अगरबत्ती बाल्ने ठाउँ छुट्टै छ, त्यतापट्टि प्रस्थान गर्छौँ। पूजा गरिसकेपछि
हामी यो आएको बाटो दक्षिण महादेवको प्रवेशद्वार छ भने पूजा गरिसकेपछि बाहिरिने द्वार छ। हामी बाहिर्दै गर्दा त्यसको मूल लिएर आउँ। त्यहाँ पूजा गरिसकेपछि अगरबत्ती दियो बाल्ने छुट्टै ठाउँ छ, हेर्न सक्नुहुन्छ। सबैले त्यसै नै जलाउने हो। हामी यस्तो दिन गयौँ फर्किएको अवस्था माथि शुक्रबारको दिन थियो, मन्दिरमा पूजा गरेर अत्याधिक भिड हुने, हामी जहाँ मान्छेहरूले फर्क्यौँ तल। गाह्रो असाध्यै यस्तो बाटो छ एकदम खोलादेखि माथि लगभग गुरु बाटो 500 देखि 1 मिटरसम्मकै लाइन हुन्छ शनिबारले। र आज हामी आउँदै गर्दा पूजा गरेर हामी फर्किने बाटो यस्तो दोब्लो छ, पनि एकदम सेफ्टी एकदम सुरक्षित तरिकाले पाखामा एउटा बाटो बनाइएको छ, हेर्न सक्नुहुन्छ। दोब्लो छ, दोहोरो हिँड्न पनि गाह्रो छ। त्यस कारणले होला एउटा प्रवेशद्वार र एउटा निस्किने द्वार गरेर दुईवटा बाटो बनाइएको छ। हामीले अहिले तल झर्दैछौँ। झर्दै गर्दा विभिन्न ढुङ्गामा विभिन्न आस्थावान तरिकाले विभिन्न ढुङ्गाको त्यहाँ मूर्तिहरू कलाहरू देख्न सक्छौँ। हामीले सजिलैसँग तल झर्दैछौँ। यसरी नै झर्छौँ, हेर्न सक्नुहुन्छ, मजाले हेर्न सक्नुहुन्छ। हामीले दुक्चुचुरको सम्पूर्ण मैले प्रवेशदेखि बाहिरिनेसम्मको यस भिडियोमा देखाएको छु। हाम्रो हेर्नुहोस्, उहाँहरूले हेर्न सक्नुहुन्छ। त्यहाँ पनि टिकटक भिडियो बनाउने ठाउँ छ र हामी सिसी क्यामेराको निगरानीमा हुन्छौँ। सबै प्रवेशद्वारदेखि निकाससम्म सिसी क्यामेरा मैले ठ्याक्क बोर्ड देखेँ, व्यवस्था गरिएको है छ। यो सिसी क्यामेरा छ। अनि यसमा यस्तो अघि उकालो उकालो थियो भने सिसी क्यामेराले हेरिरहेको छ। मुस्कुराउनुहोस्, सिसी क्यामेराले मुस्कुराइदिनुहोस्, एकछिन मुस्कुराइदिनुहोस् सुषमाजी, मुस्कुराउनुहोस् भन्नेसम्म व्यवस्था गरेको छ। मुस्कुराइदिनुहोस् त। हामी त्यहाँ आयौँ, हामी पनि हेऱ्यौँ, मुस्कुरायौँ, मन्दिरतिर फर्क्यौँ, साथै आनन्द लग्यौँ। अनि हेर्न सक्नुहुन्छ अझै ओह्रालो छ, भरानी भ्याङ ओह्रालो भ्याङ तल झर्दैछौँ। यहाँ पनि मुस्कुराउनुहोस् भनेको छ। फरक बाटो यता पनि मुस्कुराउनुहोस्। यो निकास हो, यहाँ पनि छ। यो तलपट्टि झर्दै गर्छौँ भने अघिको माथि उकालो चढ्ने उताबाट आउने हो। हामी चाहिँ हेर्नुहोस्, अघि नै हामी उताबाट आएर मन्दिरको पूजा गरेर अलिकति तल बाटो माथि गएको तलबाट हामी तल झर्ने हो, जो हामी झरिरहेका छौँ। हेर्न सक्नुहुन्छ। यो तलबाट फर्किने बाटो हो। यो सबै घुमेर जान्छौँ हामी। यहाँ शिवलिङ्गहरू हुन्छ, यहाँ शिवलिङ्गहरू छन्। शिवलिङ्ग फेरि शिवलिङ्ग। थ्याङ्क यू, धन्यवाद।